हेलो एभ्रिवान, यो चाहिँ मेरो फर्स्ट टाइम हो भोइस ओभर गरेको। म चाहिँ आज मेरो हस्बेन्डको पार्सल पुऱ्याउनुको लागि जाँदैछु। मैले दिइसकेँ अनि मेरो साथीलाई भेटेँ अनि मेरो साथी र म चाहिँ अनि हामी खाजा खानुको लागि भनेर नेवारी रेस्टुरेन्ट गयौँ अनि त्यहाँनिर चाहिँ हामीले केही खाजाहरू अर्डर गऱ्यौँ अनि मैले चाहिँ फर्स्ट टाइम ट्राई गर्दैछु नेवारी खाजाहरू अनि मलाई ठिकै लाग्यो सबै खानेकुराहरू। अनि हामीले त्यहाँ खाइसक्यौँ अनि त्यसपछि त्यहाँनिर एकदमै भिड पनि थियो। आज एकदमै त्यहाँको भाइब्स चाहिँ एकदमै काठमाडौँवाला आइरहेको थियो अनि हामी त्यहाँ सकिओरिकन सब्जी मन्डी गयौँ। सब्जी मन्डीबाट सब्जीहरू लिइकन अनि फेरि साथीले नानीको लागि लुगा हेरिदिने भनेर लुगाहरू लिने अनि त्यस पछाडि हाम्रो एक दुईवटा कामहरू थियो त्यो सबै सकाइओरिकन हामी फेरि घर फर्क्यौँ। आजको लागि यति नै। थ्याङ्क यू फर वाचिङ।